बेहुला रिसाएर गयो ल बुवा बुढीले नलिने रे साँच्चीको रिसा हो ल ल ल बेहुली पनि गए पछि पछि गऊ ल बेहुला त रिसाएर गयो 1 लाख माग्यो सालीहरूले जुत्ता लुकाउँदाखेरि त्यसरी भाग्यो बेहुला साँच्चीको रिसाएर जुत्ता सुत्ता खोलेर भाग्यो बेहुली पछि पछि गयो रुँदै अब यहाँ पैसाको कारण यस्तो भयो बेनै क्यान्सिल ल बेनै क्यान्सिल ल बेको कारण यस्तो हुन्छ गाइज त्यही भएर बे चाहिँ गरे पनि बे गरे पैसा ठुलो होइन है पैसा लिँदैन यही ओहो बेहुलालाई कसले सम्झाउने अब यसले सम्झाउँछ देख्न सक्नुहुन्छ हाम्रो यस्तो भएको छ हाम्रो के भएको छ भन्दै त जुत्ता हाम्रो लुकाउने कार्यक्रममा जुत्ता सालीहरूले 1 लाख नदिएर बेहुला सालीहरूले 1 लाख रकम मागेको थियो रु रकम अनि बेहुलाले नदिएर रिसाएर भाग्यो साँच्चीकै घटना इन्सिडेन्ट अनि कच झगडा पऱ्यो यहाँनिर हेर्नु सक्नु सब भाग्यो ल अब फेरि बेहुला आयो जुत्ता फाल्दै त फेरि आयो पैसा भन्दा ठुलो बेहुला होइन त्यही भएर मिलाऊ 10-15 हजारमा यस्तो चाहिँ नगर्नु बेहुला रिसाएर यहाँ आएर